गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ म कहाँ छु भन्दाखेरि म छु नेपालमा पाथिभरा मन्दिर जाने बाटो हो यो चाहिँ। अब चाहिँ हामी पाथिभरा मन्दिर जानु लागेको नि त। यहाँदेखिको चाहिँ ठ्याक्कै तपाईँको 35 मिनटको बाटो रहेछ, हिँडेर जानुपर्ने, त्यो पनि उकालो है। अनि सुरुमा चाहिँ हामी गणेशजीको दर्शन गर्छौँ। सो गाइस, हामीले गणेशजीको दर्शन पनि गरिसक्यौँ। यहाँदेखिको चाहिँ अझै पनि हामीलाई 35 मिनट चाहिँ हिँड्नु पर्ने नै छ। अब हामी चाहिँ माता पाथिभराको दर्शन गर्न जाँदैछौँ। अहिले बिहानको 10:42 भइसकेको छ। हामी लाग्दैछौँ अब उकालो। जय माता पाथिभरा, रक्षा गर्नुहोस्। त्यो सौसे बाँकी छ। तर स्ल्याब पो रहेछ, यस्तो स्ल्याब त हिँड्नै सक्दैन है। त्यही भने बरु भर्याङ भयो हिँड्न सक्छ। सूर्यनारायणलाई पनि भेट भइहाल्यो, देखिहाल्यो होइन सूर्यनारायण। यस्तो उकालो जय मा पाथिभरा आइपुग्नु भयो। हामी चाहिँ एकदमै आइपुगेको छैनौँ है, यो बिगिनिङ हो यो। सजिलो बाटो, चिप्लो बाटो। जय माता दी, हिम्मत दिनु, क्षमता दिनुहोस् तपाईँहरूकोमा आउने है। संदेश से आते हैं हमें तड़पाते हैं। फेरि बिहानको जस्तै दौडिनु ढोक दिया। मातादी, हामी जय माता दी। माता पाथिभरालाई भेट्न आउँदैछौँ, दर्शन गर्न आउँदैछौँ। दर्शनको क्रममै छौँ दर्शकबिन। हो, हामी चाहिँ एकदमै भिर पाखा नभनिकन निरन्तर भगिरहेका छौँ। हजुरहरू पनि हामीसँगै दर्शन गर्नुहोस् होला है। कतिजना त अब आउनु सक्दैन नि त यत्रो टाढो, त्यही भएर हामी सँगसँगै हाम्रो भिडियो हेरेर दर्शन गर्नुहोस् होला। र मौसम चाहिँ एकदम राम्रो छ। जोस् गर्मीमा चाहिँ सकिँदैन यत्रो हिँड्न। त्यो चिसो मौसम बनाइदिएको छ भगवान् पाथिभरा माताले। किनभने दर्शनार्थीहरूलाई चाहिँ गाह्रो नहोस् भन्नुको कारणले एकदम बादल हुस्सु लागिरहेछ। हामी चाहिँ बिहानको 4 बजीदेखि हिँडिरहेको है। भर्खर यहाँ आइपुग्यो। 4 बजीदेखि हिँड्नु अन्दिनमा हिँड्नु जानु थाल्यो। 7 बजीदेखि बिउजेर निकै लामो हिँडाइपछि हामी भर्खरै 4 भागमा 1 भाग चाहिँ बल्ल पुगेको छौँ कि भन्ने अनुमान मैले लगाएको छु। तिमी निरन्तर पाइला चलिरह, म अवश्य पुरा गर्छु भन्ने यो विश्व ब्रह्माण्डको नीति हो। ओ लत्तकै पर्छ त हजुर। हात एकदमै गलिसकेको छ। मोबाइल पक्रिँदा ट्राइपोड छैन, के गर्नु, गरिब युट्युबर हो हामी। त्यसको लागि तपाईँहरूले एकदम सपोर्ट। कस्तो लागिरहेको छ त? कस्तो लागिरहेछ अहिले त हिँडेको क्रममा बोल्न सक्ने अवस्थामै छैन। कहिले पुग्छौँ र दर्शन गरौँ भइरहेछ। चाहिँ अवश्य यहाँ पुरै उज्यालो भयो, खुल्ला भयो। हेर्नुहोस् पहाड। यो बनाइदिएर चाहिँ सर्भिसक अलिकति राहत छ, समात्दै हिँड्नु, नभए त गाह्रो हुने। अहिले उकालो चढेर जात्रा छ। अहिले एकछिनमा फेरि ओह्रालो झर्ने है। ओह्रालोमा त धक्कल दिन्छ ग्राभिटीले। त्यही त।
त्यो दुईटा चक्का जाम चाहिँ नहोस् भन्ने यति नै हो प्रार्थना चाहिँ। यस्तो गर्नु त कति चढिन्छ होइन। इन्टरभलमा आइसकेको छौँ। लास्टै थाक्यो। पहाडको माथि माथि टुले कतिवटा माताकोमा हामी पुग्नै लाग्यौँ। अब धेरै पाइला छैन। चढके धूप स्वागत में मेरा भगवान आया है। शिव शंकर को जिसने पूजा उसका भोले शंकर को पूजा करो। हेलो साथीहरू, पाथिभरा माताको दर्शन गर्नुहोस्। मैले चाहिँ गरिसकेँ होइन। यत्रो टाढाबाट आएँ। हाम्रो लक्ष्य सफल भयो। यसमा एकदमै खुसी लागिरहेछ। तपाईँहरू पनि दर्शन गर्नुहोस्। मैले गरिसकेँ। ल अब हामी चाहिँ दर्शन गरेर फर्किँदैछौँ। हामी फर्केको अब चाहिँ कस्तो लाग्यो तपाईँलाई? एकदम अहिले त एकदमै रमाइलो लागिरहेछ नि। जानु त माताको दर्शन गर्नु पनि पाइयो। एकदम मनै खुसी भइरहेछ कि शान्त भइरहेछ। हो प्यास सब हरायो भनेको। बिहान आउने बेलामा कस्तो भोक लागिरहेको थियो है। अहिले त सबै हरायो कि। गएर मलाई चटपटे मात्रै खानु इच्छा छ, अरू त के चटपटे भने यो छोरी मान्छेहरूको चाहिँ अब तिमीहरू भात खाने होला, म त चटपटे हो। एकदम यो फेरि भात बाहेक भातै हो। भात नखाइकन जङ फुट्छ। म त चटपटे, त्यसपछि मोमो, त्यसपछि मोमो अनि त्यसपछि भात त नखाने हो। ल आज त दिउँसै रात परिरहेछ त के हो हुस्सै लागेर अचानक आयो त एकैछिनमा है। अझ स्नोफल हुनुपर्ने कि कस्तो रमाइलो हुन्थ्यो। स्नोफल हुने ठाउँ जाँदैछौँ त हामी। मलाई नि स्नोफल नोभेम्बरमा आउँछ नि त स्नोफल बब्बालतिर। बाइकमा जाने तर बाइकमा हो नि जाने त। गाडीमा चाहिँ होइन। नोभेम्बरमा हाम्रो अर्को ठुलो भ्लग बनाउँछौँ। त्यो चाहिँ अब उताबाट हाम्रो दिदी आएन भने कुन चाहिँ दिदी कुन ठाउँ होइन जाने चाहिँ कता? मुस्ताङ। ओ माय गॉड, मेरो ड्रिम प्लेस भन्दै मुस्ताङ त है। कस्तो कताबाट भर्याङ कता छ? यता छैन कसो भर्याङ? यता यता यहाँनिर मनाङ मुस्ताङ जानुपर्छ। फेरि अर्को भ्लग बनाउनु पर्छ। तपाईँ चाहिँ जोडिरहनु होला है यसमा। लाइक, फलो, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। हजुर युट्युब च्यानलको नाम भनिदिनुहोस् न। मेरो युट्युब च्यानलको नाम चाहिँ दिपकला प्रधान हो। सबैले सब्सक्राइब गर्नुहोस् होला। अनि भिडियो चाहिँ पुरा हेरेर अनि सेयर पनि गरिदिनुहोस् होला है। लाइक, सेयर, सब्सक्राइब।